आदरणीय साथीहरु नमस्कार। आज चाहिँ हाम्रो तिहार विशेष भलिबल कार्यक्रम छ। यो नितान्त माइती इष्टको खेल हो। यसमा चाहिँ खेल फाइनल चरणमा पुगेको छ। यहाँले देख्न सक्नुहुन्छ माइती इष्ट। मेरो साइडको चाहिँ हाम्रो चाहिँ माइतीको टिम हो भने उतापट्टि इष्टको टिम हो। म पनि इष्टमा पर्छु। यो चाहिँ हाम्रो माइती इष्ट नितान्त माइती इष्ट खेल भइराखेको छ। यहाँले देख्न सक्नुहुन्छ अमेरिकाको टेक्सासको क्लिनमा चाहिँ यो खेल सुसम्पन्न हुने क्रममा छ। माइती इष्ट टिम भनेर हामीले चाहिँ तिहारको विशेष दिन पारेर आयोजना गरेको खेल हो। पेरम केसीबाट चाहिँ शोट प्रहार भएको यहाँले देख्न सक्नुहुन्छ। हामी चाहिँ यो पहिलो खेल हो। अहिले चाहिँ पोइन्ट कति भयो दिपक केसी? 19-15 उतापट्टि हाम्रो चाहिँ इष्ट टिमबाट 19 होला सम्भवतः। माइती टिमबाट 15 होला जस्तो लाग्छ मलाई चाहिँ। टिम एकदमै मजाले कमल केसीबाट सरप्रहार भएको छ हैन। यहाँले देख्न सक्नुहुन्छ कमल केसी फेरि पनि कमल केसीले शट सम्पन्न हानेको छ, गिराएको छ। पोइन्ट चाहिँ 20-15 भएको छ हैन। 20-15 पोइन्ट 20-15। यो पहिलो गेम बाजी एकदमै ठुलो मात्रामा छ। बल राइट छ। सर्भिसमा पेरम केसी। कमल केसीबाट शट प्रहार, विवेक केसी राइट। अब फेरि चाहिँ कमल केसीले मारिसक्यो बल। यो चाहिँ मेरो टिमको हो। हामी चाहिँ इष्टमा पर्छौँ भने यतापट्टिको टिम चाहिँ माइतीमा पर्छ हैन। माइती इष्ट टिम हो। पट्टी विनोद केसीले पट्टी हान्नुभएको छ हाम्रो माइती राजा। माइती इष्ट छ है टिम चाहिँ माइती इष्ट टिम हो। हाम्रो माइती राजा विनोद केसीको चाहिँ बल पट्टी भएको छ। अहिलेसम्म ब्याक टु ब्याक पेरम केसीको सर्भिस थियो र अहिले बिग्रेको छ सर्भिस। सर्भिसमा हाम्रो माइती राजा विनोद केसी हुनुहुन्छ। पोइन्ट चाहिँ 16-23 भएको छ। 23 चाहिँ विनोद केसीबाट सर्भिस आउट भएको छ। यो गेम चाहिँ हाम्रो इष्ट टिमले अर्थात् राइट छ। मेरो टिमले जितिसकेको छ। अब हाम्रो चाहिँ माइती टिमको सर्भिस। अब सर्टमा चाहिँ भूपेन्द्र केसीको पट्टी लागेको छ। ओलीले सर्भिस गर्दै हुनुहुन्छ, नवराज ओलीले सर्भिस गर्दै हुनुहुन्छ माइती टिमबाट। कमल केसी सर्टमा दामी हानेको छ केटाले। टिमबाट विवेक केसीबाट सर्भिस प्रहार हुँदैछ। रमेश केसी, दत्त केसी, दामी पेरम दाईबाट सर्भिस राम्रो भएको छ। रिसिभ टु ब्याक विवेक केसीबाट सर्भिस। दत्त केसी कटायो राम्रो दामी राइट राइट राइट। फेरि पनि विवेक केसीबाट ब्याक टु ब्याक सर्भिस भइराखेको छ। दत्त केसी शट प्रहार, पेरम केसीको रिसिभ राम्रो आउट। पुनः विवेक केसीबाट सर्भिस है हाम्रो टिमबाट। दत्त केसी शट प्रहार, बल जालीमा। दत्त केसीबाट शट प्रहार, पेरम केसीबाट राम्रो रिसिभ। फेरि पनि दत्त केसी, पेरम केसी बल आउट थियो तर पनि हाम्रो माइती टिमले रिसिभ ल्याइसकेको छ। पेरम केसीबाट राम्रो चाहिँ प्लेस भएको छ। रमेश केसीबाट सर्भिस सर्ट आउट। भद्र बुढाथोकीबाट सर्भिस प्रहार माइती टिम। कमल केसीबाट टस भएको छ भन्ने जानकारी आयो रेफ्रीको इसाराअनुसार। एक भद्र बुढाथोकी सर्भिसमा हुनुहुन्छ माइती राजा जन सर। भद्र बुढाथोकी पोला फाल्यो। ओइ कमल केसीबाट राम्रो शट प्रहार भएको छ। भूपेन्द्र केसीबाट चाहिँ सर्भिस भएको छ। दत्त केसीबाट बल जालीमा गयो। यसको फाइदा हाम्रो चाहिँ टिमलाई। टिम हाम्रो ब्याक टु ब्याक। भूपेन्द्र केसीबाट सर्भिस प्रहार, दत्त केसीबाट शट प्रहार। तान
बलक हान्न छोप्नु बलक जान एउटा जा दामी दामी ल चेन्जै गर्न दिए छैन टोलले है चेन्जै गर्न दिए छैन है टोलले हाम्रो टिमले चेन्जै पनि गर्न दिए छैन उता त्यो टोललाई हाम्रो माइती टिमले चेन्ज गर्न पाउने अवसरै पाएको छैन अहिलेसम्म हैन माइती टिमले चेन्ज गर्न पाएको छैन अहिले बल्ल चेन्ज गर्यो माइती टिमले है दत्त केसीको चाहिँ पन्जालीमा भाइ कमल केसीबाट सर्भिस प्रहार हुँदैछ विनोद केसी बलपट्टि प्रेम केसी सर्टमा विनोद केसी माइती राजा विकास केसीबाट सर्भिस प्रहार भएको छ रमेश केसीबाट सर्भ प्रहार बल आउट छ रमेश केसीबाट सर्भिस प्रहार भएको छ भने माइती टिमबाट प्रेम केसीबाट सर्भ प्रहार राम्रो सर्ट मार्यो कार्लोसको राम्रो सर्ट प्रहार भएको छ पुनः कार्लोसलाई दामी हाम्रो टिमबाट माइतीले राम्रो खेलेको छ रिसिभ खेलेको छ माइती टिमले कार्लोस ब्याक टु ब्याक रमेश केसीबाट सर्भिस प्रहार भएको छ यो टिम हाम्रो टिम हो पोइन्ट ब्याक टु ब्याक रमेश केसीबाट सर्भिस प्रहार भएको छ बिगार्यो केटाले माइती इष्ट टिम विवेक केसी राम्रो सर्ट प्रहार विवेक केसीबाट प्रेम केसी हेर जग्गा हो विनोद केसीबाट सर्भिस प्रहार भएको छ भने टिम माइतीकोबाट दत्त केसीको सर्ट प्रहार अब चाहिँ यताबाट सर्ट प्रेम केसीबाट है प्रेम केसीको चाहिँ पोइन्ट आएको छ ब्लक आउट भएको छ दत्त केसी बल ठाउँमा लागेन पोइन्ट कति भयो दीपक केसी 17 हाम्रो माइती हाम्रो टिम 17 भएको छ भने माइती चाहिँ 12 भएको छ अघिल्लो गेम हाम्रो टिमले खाएको छ हैन यसको मतलब चाहिँ पोइन्ट चाहिँ हाम्रै टिमसँग छ अगाडिको म्याच पनि हाम्रो टिमले खाएको छ है साथीहरु यतैपट्टि फसाउनु भयो त्यो कार्लोसले कमल केसीबाट सर्भ प्रहार अब कमल केसीले मारिसक्यो है सर तु हेर्नु पट्टी ल 18-14 भएको छ हाम्रो टिमको चाहिँ 18 भएको छ भने अहिले माइती टिमको चाहिँ 15 आएको छ 15-18 अगाडिको गेम चाहिँ हाम्रो टिमले खाएको छ है कमल केसी हानिहाल्यो केटाले कमललाई विवेक तिमीलाई के भए अलि दुईटा तन्नेहरूलाई माइती दत्त केसी रमेश केसीबाट राम्रो सर्ट प्रहार भएको छ हाम्रो माइती टिमलाई यो चाहिँ हाम्रो खेलमा चाहिँ माइती भर्सेस इष्टको टिम भएको थियो यसमा चाहिँ इष्टले सोझो सेटमा चाहिँ गेम जितेको छ माइती इष्टको खेलमा सोझो टिममा चाहिँ नि हाम्रो टिमले चाहिँ सोझो सेटमा चाहिँ हाम्रो चाहिँ माइतीलाई हराउँदै तिहारको बेलामा माइतीलाई चाहिँ त्यसो हराउन त नहुने तर आज अब खेलमा के गर्नु अब माइतीले हार्नु भएको छ है माइतीले हार्नु भएको छ हाम्रो इष्टको टिमले जितेको छ सोझो सेटमा चाहिँ हामी विनर भयौँ बाँकी अर्को भिडियोमा है त।